रामका दशा मैले हेलमेट लगाएँ भने चाहिँ कसम हेलमेट लगाएर त्यो मोबाइल चेप्ने भएको भए चाहिँ हुन्थ्यो यार दामी। कम्मले पनि कुद्न थालेछ है अझै सिके त राडीको बानी। माथि पुगेर एउटा सुजनीले कसलाई बोकिरहेछ भाइ? ए अँ ठुलो खाँदै आऊ मार्चिने। फाइनली बस्तु भेट्यो बाटोमा। फाइनली बाई गोरे बाई। तुमले बुझ्छौ चालेको बेला उता छोटा धारावाडी आउने धेरै त फारिस लाग्यो झर्ला ए गोरे मासला। भाडा गाडी नभए घाना नखोज चल्ला माथि टाढामा माल नउठेको बेलामा रन्किएर फेर्थे। फाइनली हामी भन्ज्याङ खर्का पुग्न आँटेका छौँ। हाम्रो भ्लग हेर्न नछुटाउनु होला। भन्ज्याङ खर्का हामी केही समय अगाडि पुग्नेछौँ। पछाडि हाम्रो अर्को एकजना राइडर पनि बाटोमा भेटिसकेको छौँ। त्यसलाई रोकेर इन्टरभ्यू ल्याइदिउँ भनेको। फाइनली साथीयो फाइनली हामीले अगाडि हाम्रो एकजना साथीलाई भेटिसकेका छौँ। राम चिप्ल्यो भने सौरी गाईको चिप्लो साना। फाइनली हामीले एकजना साथीलाई भेटिसकेको छौँ र उहाँको पनि यात्रा कस्तो रहेको छ यो बाटोमा पक्कै पनि सोधेर तपाईँहरूलाई सुनाउने नि छौँ। केही समय धैर्य गरिदिनु होला कृपया मेरा साथीभाइहरू।
हेलो हेलो साथीहरू हेलो कृपया एकछिन सँगसँग हिँडिदिनु होला माछिक्ने तपाईँहरू देख्नु सक्नुहुनेछ हाम्रो पाञ्जाङगर्काको कुहिरोहरू ढुसे लागेको छ हेलो घाइतेबास र त्यसै गरी हाम्रो धेरै वर्ष पछाडिको हाम्रो घाइते बाघसँगको यात्रा साह्रै नै रमाइलो भइरहेको छ र यसै गरी आउँदै हुनुहुन्छ पछाडि हाम्रो यात्रा मित्रजनहरू आइसक्नुभएको छ र ओभरटेक नगरिदिनु होला भन्ने अनुरोध छ तपाईँहरूलाई हामी जान दिन्छौँ जानु होला कुद्छ भने जानुहोस् कुदेर भने नजानुहोस् बस्नुहोस् भरे गाडी चढ्यो भने भाले हो हामी जान्दैनौँ र यात्रामा हामीले हाम्रो साथीहरू पनि भेटिसकेका छौँ यसै गरी हाम्रो गाडी अहिले रन्किँदैन भुसुडीवाला साला सबैजना आइसक्नु भएको छ यात्रा निकै नै राम्रो भइरहेको छ टाढातिर धेरै नकुदाउन सर मलाई डर लागिसक्यो मादर छ सन्तोषमा तपाईँको चढेछ भन्छ हेलो भेडा चाहिँ हामीले देखेको छैनौँ रोकेर इन्टरभ्यू लिउँ के भइहाल्छ यात्रा निकै नै दमदार भइरहेको छ तपाईँहरूको यात्रा कस्तो भयो हामी चाहिँ भन्नेघरका पुगिसकेका छौँ मादर चोट एमर्जेन्सी हो एम्बुलेन्स गराउँदैछ मादर चोट हाम्रा साथी केही साथीहरू निकै अगाडि गइसक्नु भएको छ र उहाँहरूले तातोको व्यवस्था गर्नुहुनेछ हामी एकछिन रेस्ट गरेर पनि जान सक्छौँ सर हाम्रो एउटा शङ्कर भन्ने सर केटी माग्न हिँडेको बे पनि होइन यत्रो मान्छे लगेर भात खान दिन्छन् कि त्यही टेन्सन छ गाडीको मान्छे के गर्न खोजेको हो भुसुडीवाल साला हामी चाहिँ ठाडो एकछिन केटाहरू कताबाट जान्छ ओ ठाडो निक्ला ठाडो मादर चोट ओइ यता आऊ न मुजी ए लाडा हामी पेटै छ मुजी केटाहरू हामी भिडियो बनाउनु ल ठिक छ हामी साथ जान्छौँ हामी चाहिँ साथीहरू यस्तो ठाडो उकालो निक्लिरहेको छौँ हाम्रा साथीहरू उहाँ पर पुगिरहेका छन् हामी भने सर्टकट निक्लेर उनीहरूलाई ओभरटेक गर्नेछौँ साथी हो एकैछिन पर्खिनुहोस् हाम्रो यो ओभरटेक पछिको दृश्य कस्तो हुनेछ पक्कै पनि हेरिदिनु होला तपाईँहरूले हेर्नु भएन भने अर्कोले हेर्छ र हाम्रो साथीहरू पर यता नाच्ने तल हाम्रो साथीहरू माथि गइसक्नु भएको छ हाम्रो ओभरटेकलाई भेट्छ कि भेट्दैन हेरौँ तर लडाउँ चाहिँ नलडाउँ हाम्रो साथीहरू रेसमा चलिरहेको छ साला साथीहरूले पनि गाडी उडाइरहेको छ साला
साथीहरूले पनि गाडी उडाइरहेको छ र हामी पनि पछि हट्नेवाला छैनौँ गाडी ठोके पनि हाने पनि हामी हान्छौँ हामी हान्ने त होइन गाडी हान्नु पऱ्यो भने हामी हान्न पछि हट्ने छैनौँ हाम्रो त्यसै पनि भाले गाडी हो साथीहरू त्यसैले हाम्रो पार्टीमा आउनुहोस् त्यसैले राइडर सन्तोषको पार्टीमा आउनुहोस् तपाईँहरूलाई हामी यस्तो राम्रो राम्रो ठाउँ घुमाइदिन्छौँ कति मजाले चढेका ल हेर्नुहोस् पारी पल्लो डाँडामा भेडा तेरीमा टोक्ने हो माइ गॉड तपाईँहरूलाई हामी एकछिन पछाडिको दृश्यमा भेडा चढेको पनि देखाउनेछौँ भेडा चढेको हेर्नुहोस् तपाईँहरूले देख्नु भएको छैन भने भेडा चढेको हेर्नुहोस् हाम्रो साथीभाइहरू हिँडेको हेर्नुहोस् मादर र हामी यस्तो कुहिरो पनि नभनिकन हामी टाढो बाटो उकाल्दैछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो दृश्य साथीभाइहरू सबैजनालाई हेर्नु होला माथिक्ने ओ दे हामीले